हामी कोरियाको एउटा सानो गाउँ डुल्छौँ है त। हेर्नु न कति राम्रो राम्रो घरहरू छन्, सानो सानो घरहरू मस्त बनाएको छ। त्यही मिलाएर बनाएको छ चिटिक्क पारेर है। यो बास्केटबलको पनि बनाएको छ, चिटिक्क बनाएको छ कि उनीहरूको। हेर्नु खेती पिच घरको आँगनमा प्रायः यस्तो बनाएर राखेको हुन्छ बस्ने। हेर्नु न, अनि सडक चाहिँ उनीहरूको मेन प्राथमिकतामा पर्छ। सडक, बिजुली बत्ती अनि पानी। सानो गाउँ हो, घरहरू सानो सानो छ। यो चाहिँ यो गाउँमा रहेको गुम्बा हो है। हेर्नु कस्तो राम्रो छ नि गुम्बा बुद्धको। यो सुन्दर गाउँ, किसानले रोपेको खोर्सानी। सडक हेर्नु, सडक यिनीहरूको गाउँ, सानो गाउँ हो त। असार फुल फुलेछ अब यहाँ चाहिँ। हेर्नु है यिनीहरूको गाउँ। यो चाहिँ घरहरू, व्यक्तिगत घरहरू। यो उनीहरूको पुरानो शैलीमा बनेको घरहरू हो। यहाँ चाहिँ निकै घरहरू छ। हेर्नु, पुरानो शैलीमा बनेको कोरियन घरहरू यिनीहरू चाहिँ अझै जोगाएर राखेको छन् यिनीहरूले। झ्यापै छ यहाँ। यो राम्रो बाटो यिनीहरूको। ऊ त्यो घरमा जानलाई सडक सञ्जाल बनाइदिएको छ। त्यो पुरै खेती छ। कृषि यिनीहरूको मेन पेसा भएकोले कृषिले चाहिँ खुब महत्त्व दिन्छ। हेर्नु न कस्तो राम्रो फलाएको छ। बदाम एक लाइन रोपेको छ, अरू खोर्सानी। यतिको मिहिनेत गरेर रोपेपछि किन फल्दैन रहेछ त? ल हेर्नु कस्तोले फलेको छ। आमा फलेको हेर्नु त चुप्पा सानै। ल हेर्नु कस्तो मिहिनेत गरेर रोपेको छ। सानो गाउँ हो यो, तर सडक सञ्जाल हेर्नु न यिनीहरूको कस्तो राम्रो छ। राम्रो अब हेरी मन्त्रमुग्ध हुने। ल हेर्नु गाउँपालिका हो यो नगरपालिकामा पर्दैन, यो गाउँपालिकामा पर्छ। हाम्रो नेपालमा हेर्ने हो भने गाउँपालिका हो यो। हेर्नु है सानो बाटोहरू पनि कसरी परसम्म गएको छ। अब म अहिले अझै भित्रको सानो गाउँमा जान्छु। यहाँ चाहिँ यता भित्र जाने सानो गाउँ हो। यी सानो गाउँमा यति राम्रो पिच पुर्याएको छ। हेर्नु ढल कि होइन। अब यो खेती यिनीहरूको मुख्य पेसा हो, तर आधुनिक किसिमले। अब यहाँ मान्छेले गर्ने हो भने सम्भव छैन, किनभने त्यति मान्छे छैन यिनीहरूको। सबै सहर, इन्डस्ट्री अनि खेती हो यिनीहरूको मेन। ल हेर्नु सब जोत्या छ नि। सरकारले दिनुपर्ने सुविधा के त नि? बिजुली बत्ती, बाटो, मलजल। यो घरमा चाहिँ मान्छे रहन्छ। ल पुरै मकै छरेको छ रोपेर। सायद यसले यो मकै चाहिँ यसको यो खेत बाँझो राख्न मिल्दैन नि त, पाउँदैन नि त, नत्र जरिवाना लाग्छ। त्यही भएर जोत्नै पर्छ। जोतेर मकै छर्दै मात्र हो, किनभने राम्रोसँग गरेको छैन यसले। यो पछि घाँसले गर्लाई बेच्छ यसले मकै त्यत्तिकै। आज आइतबारको दिन हो, छुट्टी। यिनीहरूको आफ्नो करेसोबारीमा एउटा केही बाँकी राख्दैन। घर छेउको करेसोबारी आफूलाई चाहिने सबै रोप्यो होइन। एउटा साग, यो मासुसँग खाने, प्याज छ, तिल छ, खोर्सानी, भेन्डर रोपेको छ। हेर्नु यस आफूलाई चाहिने। यहाँ अब साग छरिया छ यहाँ, अनि काँक्रो छ। आफूलाई चाहिने पनि आफैले रोप्छन्। घर छेउको करेसोबारी हो कि। काँक्रो रोप्दैछ, प्याज हो, टमाटर लरक्क फलेछ लपक्क। अनि फर्सी रोपेको छ आफूलाई चाहिने। ल फर्सीहरू पनि फलेको छ नि मस्त। एकै सुठुनी बारी। यो गाउँपालिका हो, तर अब रेल सेल सबै छ। यहाँ आएपछि हिँड्न छ बाटो।
यहाँ एउटा घरसम्मलाई ल्याउनलाई यो बाटो पिच गरिरहेको छ ल यही घरलाई यहाँ आएर टुङ्ग्यो होइन पर रेलको लिक हुन्छ फाँट यसरी सानो सानो गलीमा पनि सडक पुर्याएर ल्याएन प्रत्येक घरमा आफूलाई चाहिने चाहिँ आफ्नो करेसोबारीमा सब भयो यसले भटमास रोपेको छ एक ठाउँमा यी काँक्रो छ फर्सी छ यत्रो सानो बारीमा अनि मकै छ ऊ खोर्सानी छ ल हेर्नु सरकारले अब योभन्दा सुविधा के दिने एउटा गाउँपालिकामा सानो यो यसमा भोलि घर बनाउला नि त त्यही भएर रोड राखेको छ यो कसैको अरूको जग्गा हो यो यस्तरी योभन्दा लोभलाग्दो के हुन्छ गाउँ अब कुलो छैन ए नहर फेरि भोलि खेतीले पानी आउँछ सानो गाउँतिर छिरामा है त फेरि यता नि पिच गरेछ डबल पिच है यो फेरि पिच त अस्ति थियो यिनीहरूको सिन चाहिँ मेन हो हेर्नु यी नहर जसरी नहर बनाएको हुन्छ मकै रोप्या छ भित्र सकरखण्ड छ मल यसरी आउँछ यिनीहरूको कम्पनीले बनाउने ल सकरखण्ड चाहिँ एउटा ग्रामीण गाउँपालिकामा अब ग्यासको कुरा गर्नुहुन्छ नि यही हो ल हेर्नु ए ग्यास यसरी आएको छ मिटर छ ग्यासको मिटर बक्स त्यहाँ छ ग्यास यहीँबाट हुन्छ घरमा के राम्रो देखाएको छ नि वाउ सरकार छ छैन भन्ने कुरो चाहिँ यहाँबाट प्रश्न हुन्छ क्या जनता पनि सचेत हुनु पऱ्यो ल फोहोर जलाउने ठाउँ बनाएर राखेको छ यसले यो जल्ने फोहोरलाई यो ग्यासको हो ग्यास सिस्टम एउटा सानो गाउँमा यत्रो बनाइदिएको छ त पिच छ यो घर फुल लबर यिनीहरू धेरै यिनीहरू तिल चाहिँ लास्टै खान्छ जेमा पनि तिल अलि माथिबाट छर्किनु पर्यो भने तिल धेरै रोप्छ यिनीहरूले सानो गाउँ है ढल नहर बनाइदिएकै छ घरहरू त उस्तै हो सानो सानो छ अझै काठ युज गर्छ यिनीहरूले यो चाहिँ बोइलर भोलि पर्सि भुइँ तताउनलाई युज गर्छ यो काठ चाहिँ यहाँसम्म पुऱ्याएर चाहिँ सानो सानो घर छ यहाँ बदाम रोप्या छ है बदाम सर्लाक्कै बन्न कस्तो राम्रो फल्छ फेरि यिनीहरूको मल सबै मिलेको होला टिकट देखेँ अहिले मैले पहिला काम गरेँ भयो कोइलाको हो घर ढल बत्ती पानी पुर्याएकै हुन्छ गाई यस्तै छ यहाँको यता नि होता घर होला सायद अब यता लाग्दा मेन रोड आयो अब मेन रोड आउँदैछ अनि खेती मेन चाहिँ ल हेर्नु मकै टमाटर नि कत्रो कत्रो हौ कत्रो कत्रो टमाटर आमा बाजेले चाहिँ खोर्सानी रोपेछ यो सबै गाउँ अनि रोड उसले छुने हेर्नु खोर्सानी कस्तो राम्रो रोपेछ यिनीहरूले अनि झुप्पा फाल्दैन त ल हेर्नु सानै बन्द आयो खोर्सानी अब चाहिँ हामी आयो मेन रोड भनौँ न यहाँ तल गयो भने चाहिँ ट्रेन स्टेसन छ आइपुग्यो कोरियाको गाउँ अब डुल्यो मेन रोड यहाँ छ सडक छेउको खोर्सानीहरू ओ माइ गड खोर्सानी कस्तरी फलेको छ हेर्नु न मेहनत गरेर रोपेपछि हेर्नु पुरै खोर्सानी बारी हो अस्ति रोपेको सरखण्ड यतिको भयो है गाइस ल हेर्नु अब यो लगभग 1.5 महिनापछि खन्न मिल्छ त्यसपछि तपाईँहरूलाई देखाउँछु है
मेरो तो मजाले सप्रेछ नि कस्तो सप्रेछ एकदम सप्रेछ अब घर फर्किने हो भयो धेरै पार्क पनि कति शिरीषको फुल भनेको त यस्तो पो रहेछ दामी मैले देखेको थिएन नि गाउँमा त शिरीष त देखेको तर फुल चाहिँ फुलेको त याद गरेर कस्तो राम्रो फुल्ने रहेछ नि वाउ शिरीषको फुल ल नजिक कस्तो दामी मौरीले लाँदैछ डल्लो पार्दैछ फुलले पार्कभित्र एउटा शिरीषको फुलहरू पुरानो गाउँ पुरानो शैलीमा बनेको घरहरू त्यसको छेउमा खेत नहर अब यो पार्क हो रोड भयो यो चाहिँ स्कुल छ यहाँ चाहिँ लोकल बस आयो है त अनि लोकल गाउँसँगै सुन्दर दृश्यहरू आजलाई यति नै गरौँ है त लास्ट 1 घन्टा डुल्यो म ठ्याक्कै नहर छ यिनीहरूको त्यो चाहिँ नहर है केटा गाउँको नजिक रहेको खेत यो आकाशको पानी परेर गरेर यो पानी खासै परेको छैन एक दुईचोटि पऱ्यो त्यो पानी हुँदैन थियो यो उसबाट आउने हो सिँचाइबाट आउने पानी हो यिनीहरूको गाउँ खेती अब यता सहर कम्बिनेसन यो चाहिँ पार्क हो खेती यसरी मेहनत गरेर आधुनिक तरिकाले गर्नु पऱ्यो यसो गर्दा लागत धेरै लाग्छ त्यो अनुसारको मूल्य पाउनु पऱ्यो कि फेरि अब नेपालमा फेरि मूल्य पाउँदैन लागत मात्र बढाएर त सबै काम हातले गर्नु पऱ्यो भने त सक्दैन नि त यसरी रोड पनि पुऱ्याउनु पऱ्यो बोक्नु पऱ्यो भने त कहाँ सक्छ सम्भव हुन्छ यो सानो रोड त्यहाँ जोडेर यसरी आएर मेन सडकमा जोड्यो 1 घन्टापछि अघि जहाँबाट खिचेको थियो भिडियो खिच्न त्यहाँ आइपुग्यो गाइस पार्कको सबके पार्क बुढो बुढी बाजेहरू गाडीमा छ